आयो 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 गदावरीको फुल आयो है गाइस। ल हेर्नुहोस्, अस्तिको भिडियोमा तपाईँहरूलाई मैले 20 रुपियाँ गोटा भनेको थिएँ हो, तर अब चाहिँ दाम बढ्यो किनभने मोलहरू बोकेर चाहिँ यो पटमा मैले सारिसकेको छु। सो अब चाहिँ 50 रुपियाँ गोटा भयो है, सस्तो भला है गाइस। अझै हेर्नुहोस् है मैले कति चाहिँ लाएको छु, हेर्नुहोस् कटिङ चाहिँ हेर्नुहोस् है। लु गदावरीको चाहिँ यसरी गर्नुपर्छ हो, दसैँमा चाहिँ टक्कै फुल्छ है। अस्ति तपाईँहरूलाई मैले 20 रुपियाँ गोटामा लानुहोस् भन्दाखेरि कसैले लानु भएन हो। हेर्नुहोस् लु अब कति मजाको फुल्छ होला यो फुलले, हेर्नुहोस् त लु परैसम्म टक्कै। आज चाहिँ कटिङ सारेको हो, म्याक्सिमम् तपाईँको 60 पट जस्तो होला हो, नटेर अर्को ठाउँ पनि सारेको छु। यो चाहिँ अगाडि टक्कै राखेको छु। लु हेर्नुहोस् त कस्तो चाहिँ फुल्छ होला यसले हो। पिछेको भिडियोमा देखाउँछु गाइस तपाईँहरूलाई चाहिँ है फुलिसकेको र होइन, अक्टोबरतिर फुल्छ होला सायद होइन, यो अक्टोबर नोभेम्बरमा त्यति बेला देखाउनेछु फुलेको चाहिँ तपाईँहरूलाई। ल गाइस हेर्नुहोस् है